आज फेरि बगान फाँड्नु लाग्यो बजार दियो फेरि बगान फाँड्नु सफा गर्नु जाँदैछ गाई ए गाई त्यता त माटो गाडी आइछ होइन के आउने भने साँच्चै आइबामा पुगेको छ त पानी ल गाडी जाम भएको छ गाई उधर ढड़ुआ बैठा रे पूरा खत्म कर दिया काम अच्छा बगान पुरै फाँड दे आज ल ज्यामुबुङमा आछ गाई बगान फाँड्नु लहर खेत सफा गर्यो खेतको गारा लहर लहर के भइछ कान्छा आउनु मान्न या आमा आमा के त जक्टा चाहिँ बा गाईलाई घाँस लैरिदेऊ है गाईलाई घाँस तिम्रो गाडीले बुइन होला त ए अदा ल आरो ब्याउनेको मालिक छ आमा आमा जाडोबा यार मालिक चाहिँ तातो तातो लुगा लगाएर रडाछ के छ मालिक होइन हे तपाईँ मालिक कताको हामी साउजी हामी त ठिकै छ नि के गर्ने खाँदैछ ल टिफिन छको छको पार्दैछ डल्ला बनाउँदैछ यता मेरो मालिक छ मेरो मालिक यता छ भाइ यता मेरो भाइ छ भाइ मालिक अब यस्तो राम्रो सफा गरिदिएछ लिएर गाइस हानेर तर खनिया जस्तै सफा गरिदिएछ आज हल्का सामा ए गाइस लहर के लडाइँ पटाल्लो हेर बोल्डङ बोल्डङ लडाछ जोडको बेलामा पोङ्रो पोङ्रो गाछ बोल गर बोल गर पर्सि चाहिँ यहाँ घर बनाउने हाल्डा खन्ने हो गाई यहाँ अब घर बनाउनेको ढाड खन्ने फाँड्दै घर बनाउनेको गरेटी जङ्गल फाँड्दै गाई सु लडे है पहिरो लडे ल भङ्रङ्गी गयो ल भयो अलिकति देऊ त्यसलाई अलिकति हो द गाई सुन